ल भन। म फालेलुङ गाउँपालिका वडा नम्बर 2 सेवा टोलबाट किरण भाइले मोबाइलमा खिचिरहनु भएको छ भने खिचिराख्नु भएको छ। म यो सेवा टोलको नारायणदल थुक्ल्याङ हो। अहिले कति वर्ष पुग्नुभयो? म त लगभग 60-62तिर लाग्यो होला लगभग। त्यो पनि कन्फर्म सालको टुङ्गो नभएको हुँदा। अनि अहिले चाहिँ मेरो अनुमानले 62 वर्ष पुग्यो कि। अनि अहिले चाहिँ तपाईँ केमा व्यस्त हुनुहुन्छ त? म त त्यस्तै गृहस्थी, यस्तो मजदुर गाउँघरको खेती किसान। अहिले यस्तै यो सोरसार भनिन्छ होइन? सोरसार ल यस्तो बलेसीहरू खोलखाल गर्ने घरको, अनि साधन वालहरू पनि लगाइन्छ। ल अनि सिम्पल गरिन्छ। अहिले तपाईँ विवाहित हो कि अविवाहित हो त? म त विवाहित भन्नु कि अविवाहित पो भन्नु हो? के चाहिँ भन्नु त? ल जे पनि म केटी नारी जात चाहिँ ल्याएको छु। ल ठिक छ। उसो भने अब यो जति पनि यो भिडियो हेर्ने जति पनि हाम्रो दर्शक श्रोताहरू हुनुहुन्छ उनीहरूलाई एउटा मिठो लिम्बू अर्ग्यानिक पालाम जाओस् न त। लिम्बू त होइन, म नेपालीबाट मिसिएको ल याक्थुङ्बा भाषा र नेपाली मिसिएको भन्छु। ल ओके छ त। ल जाओस् न त। ताछो कन्तार जासङ आर हामी जासङ आर हाय हा। अनि यसलाई अब लिम्बू भाषाकोले यसलाई नेपालीमा चाहिँ के भन्न खोजेको त? नेपालीमा फेरि एउटा पालाम भन्छु। ल सोर्साहे रानी गोपिनी से अम्बी गोपिनी से हाय हा। अनि तपाईँले पालाम गाउनु थाल्नुभएको चाहिँ कति वर्ष भयो त? पहिल्यैदेखि हो, सानैदेखि हो? म सानोमा पनि गएको 1-2 वटा गाइयो पनि, पालाम पनि भन्यो, धान पनि नाच्यो होइन। पालाम पनि त्यस्तै भन्यो। अब यो गोपिनीको फेरि गाँच्नु पर्यो। ल एउटा जाओस्। ल कठै भुङ्ना रान सुबेनी से अम्बी सुबेनी से हाय हा। ल थराङ छ थर याङ्ग्रो ए पालामिन पातो कमरो ए सियुकेन मदन गोनो युरे बारो थिने चिपालामाए चुरे बारो चुरे बारो हाय हा। ल अब एउटा नेपाली हाम्रो पूर्वेली एउटा खैरेनीमा गेट जस्तै गीत जाओस् न त। एउटा पुरानो भाकामा पुरानो दिनहरूलाई याद गर्दै एउटा जाओस् न त। ल भन्नु र भए पनि नभए पनि भन्छु भन्ने त। ल एउटा जाओस्।
हे तपाईँ हामी भेट भएको दिन सङ्लो पानी धमिलो मन किन खैरेनी माग्यो अन्त दिल बस्यो कि निर्माया हुनु छोड्यो भेट। ल अन्तिममा अब यो भिडियो हेर्ने सबै हाम्रो जतिजनाले हेर्नुहुन्छ उनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले? हजुर यो पालाम सुन्ने यो गीत सुन्नेलाई चाहिँ के भन्नुहुन्छ? मेरो मन्तव्य त खासै त्यति गम्भीरता त नभए पनि साधारण के अरे हाम्रो थुमथुमका बुबा आमा तथा दिदी बहिनी दाजुभाइ लगायत अन्य थुमथुम के अरे टोलको लाबिन्ती नाम्बिन्ती सेवारो नमस्कार सेवारो आसेवारो लाबिन्ती नाम्बिन्ती सेवारो आसेवारो ल तपाईँलाई सुरुङबारो आदाङबा आदाङमासे तपाईँलाई धेरै धेरै धन्यवाद के अरे आदाङबा आदाङमासे सेवारो भिडियोको लागि धेरै धेरै धन्यवाद।